हेलो गाइज वेलकम टु माई न्यू ब्लग। अनि आज म फर्किँदैछु यहाँ दक्षिणकाली मन्दिरबाट। अनि यो चाहिँ सानो पोखरा नेरी पर्छ, हामी पनि त्यही बसोबास गर्ने गरेका छौँ। अनि त्यसपछि आज चाहिँ हामी यहाँ दक्षिणकाली दर्शन र भजन कीर्तन भइरहेको छ। पछाडि ब्याकग्राउन्डमा सुन्दै हुनुहुन्छ होला हजुरहरूले। अनि अब हामी वासमा हिँड्दै जानुपर्छ गाइज। हाम्रो बाटो चाहिँ हिँड्दो छ यस्तो छ यस्तो छ है गाइज। यस्तो त्यो जङ्गल बाटो छ। अनि यहाँनिर कुखुराको यस्तो छ है गाइज। हेर्नु न गाइज, यहाँ पछाडि कुखुरा छ्याक बनाल। अनि मसँग यहाँ हुनुहुन्छ सुनिता लामा, भन्छन् हाई गरिदिनु त। हेलो नमस्कार तपाईहरुलाई, स्वागत छ हाम्रो रोहित ब्लग्समा। ओ रिजनको कुकुर यता आएको छ। अनि यहाँ यो पछाडिको कुकुर चाहिँ गाइज यो भर्खर जाँदैछ नि, यो कुकुर हो, यो मेरो साथीको कुकुर हो क्या, त्यही साथीको कुकुर। अनि फर्किँदैछौँ। साथी कुकुर हाम्रो साथी कुकुर हाम्रो साथी भन्छ गाइज। यहाँको भ्यू हेर्नु न, अति नै सुन्दर छ, अति नै बवाल छ। त्यहाँनिर गुम्बा हैन मिस्टर, यतापट्टि गुम्बा देख्न सक्नुहुन्छ त हजुरहरूले, गुम्बा देख्न सक्नुहुन्छ। यतानिर सनराइज जस्तै भएको छ है गाइज। सनराइज हैन सनसेट भन्छ। सनसेट त्यही राइज भन्नु उदाउनु, सेट भन्नु कस्तो हो। यहाँनिर राइज जस्तै देखिरहेको छ हेर्नु न। सेम पढ्न छोडेर कहाँ ल्याएर बसिरहन्छ हैन। तर भजन कीर्तनमा बस्नु त छुट्टै आनन्द आउँछ नि, मलाई राम्रो लाग्छ कि। त्यहाँनिर छुट्टै भन्छ कि, त्यो मरुङ बाचुङ त्यस्तो भन्छ कि, भाइब चाहिँ छुट्टै दिन्छ। भाइब नै छुट्टै दिन्छ। अब हामीलाई टाइम छैन, त्यसकारण हामी स्टुडेन्टहरू, हामीसँग पढ्न टाइम पुग्दैन, त्यसकारण रोहित र म चाहिँ आइदिइहालेको। हामी त स्टुडेन्ट हो, हाम्रो मम्मी बाबा त अहिले पढ्नु हुँदैन, अहिले मस्त एस हो। हामी पो आस गरेर बसेको छ दिन। कस्तो लुले भएको मेरो हात छ। मेरो यहाँ छैन कि त्यो पैसाहरू, नभए भाइ खुवाइदिन्छु मिसलाई। उ यहाँ हेर्नु न गाइज कस्तो क्युट दामी छ। दामी गर न भिडियो हेरौँ न ब्लग सुरेर। ल गाइज ल आज चाहिँ